ल म त प्युठानबाट लागेँ है सुदूरपश्चिम। अनि तपाईँहरू प्युठान चाहिँ आउनु होला। प्युठान अति नै सुन्दर छ। ल म चाहिँ फाइनल्ली सुदूरपश्चिम यात्राको लागि रेडी भइसकेको छु। यहाँनिर मेरो ब्याग छ, यो लगभग रेडी नै छ। गाडी पनि तलती बिराएको रहेछ। खैजी गरौँ ल ल ल ल अनि धेरै पछि यात्रा सुरु गरेर होला थोरै नरमाइलो चाहिँ लागिहाल्छ। म आइहालेँ ल। नमस्ते बुवा, आफै जिउ गरेर जानु पर्यो हो। ए दिदी हौ ल मदन ला ल त दिदी हो त खै भयो खै यता आउँदै जाऊँ बोलो ल म चाहिँ लागेँ अब छ कि हजुर छ नि हो ल अब है कता दिदी ल है अब म चलाइदिन्छु ल धाउलियो त केटाजी केही हुन्न कि ल। हामी चाहिँ गाउँबाट हिँडेको, हाम्रो गाउँको गाडी चलाउने हाम्रो गुरु हो। के छ त खबर? सब ठिक छ। तपाईँ धेरै बेर रोकिएकोमा धन्यवाद छ। यात्रा कहाँसम्म? अब सुदूरपश्चिम टिप तपाईँको सुदूरपश्चिमको यात्रा सफल होस्। धन्यवाद। ल अब त प्युठानबाट म लागिसकेँ। अहिले थोरै हामी बागदुला गएका थियौँ प्युठान घुम्नु। यहाँबाट जानु अगाडि बागदुला पनि थोरै हेर्नु मन लागेर यता आएको। भेडालाई गएको एकदम शुभयात्रा। मैले दिदीलाई यहाँ हस्पिटलमा ल्याएर आएको छु चेकअप गराउन। त्यस्तै गाउँमा त्यस्तै हो कि भने अब वारिपारी भइयो। म आउँछु 2-4 दिनमा। तपाईँ आउनु उतै भेट हुन्छ मामी। हरिद्वार आउने तपाईँ? म हरिद्वार आउँछु। प्युठान आएको बेला झुम्री काँडा जान चाहिँ नबिर्सनु होला। माथि लिस्ने लेकको काखमा गाउँ अति सुन्दर छ। हुन त सबै प्युठान अति नै सुन्दर छ। मेरो गाउँ भएकोले पनि झुम्री काँडा आउनु होला तपाईँहरू। अति नै सुन्दर छ प्युठान। यस्तो राम्रो देखिरहेको छ कि मौसम त पुरै छड्दिनु। अनि सब ठाउँबाट थोरै माथि जानुभयो भने प्युठानबाट पनि हिमाल देखिन्छ। अनि नेपालगञ्जतिरको को साथीहरू हुनुहुन्छ कमेन्ट गर्नु होला। यो पालि दिल खोलेर घुम्ने मन छ। लाग्यो त हो घुम्न त अब त। यो चाहिँ प्युठानको सबैभन्दा डेन्जर बाटो हो। घट्टा हेर्दा नै एकदमै खतरनाक देखिन्छ। यात्रा गर्नु भने रमाइलो छ फेरि। यो यहाँनिर चाहिँ एकदमै अप्ठ्यारो ठाउँ छ। बाबा विश्वकर्माको मन्दिर बनाएको छ। अति नै सुन्दर छ ठाउँ भए पनि सब गाडीहरू रोकिन्छन् यहाँ। अब
अप्ठ्यारो ठाउँ भएर यहाँ नेपालमा धेरै जसो ठाउँहरूमा त्यो हिसाबले नै मन्दिर बनाइन्छ।